नेपालको यस्तो उद्योग जुन हाम्रो आँखा अगाडि सकियो। एक समय हजारौं मानिस काम गर्थे। तपाईलाई थाहा छ, एक समय नेपालमै यस्तो उद्योग थियो जसले हजारौं मानिसको जीवन चलाएको थियो। त्यो हो जनकपुर चुरोट कारखाना। 1960 दशकमा स्थापना भएको यो कारखाना नेपालकै सबैभन्दा ठूलो उद्योगमध्ये एक थियो। यहाँ 2000 देखि 4000 मानिसले रोजगारी पाएका थिए। स्कुल, अस्पताल, खेलकुद सबै सुविधा थियो। याक, गैंदा, सायपत्री जस्ता ब्रान्ड नेपालभरि यहीबाट पुग्थे। त्यसबेला जनकपुरको अर्थतन्त्र यही कारखानाले धानेको थियो। तर राजनीतिक हस्तक्षेप, भ्रष्टाचार र कमजोर व्यवस्थापन, यी सबै कारणले यो विशाल उद्योग बिस्तारै बन्द हुँदै गयो। अन्ततः 2013 मा पूर्ण रूपमा बन्द भयो। आज जहाँ कहिल्यै आवाज रोकिँदैनथ्यो त्यही ठाउँ सुनसान छ। भवनहरू बिग्रिरहेका छन्, इतिहास हराउँदैछ। तर अझै ढिलो भएको छैन। यदि सरकार र निजी क्षेत्र मिलेर मोडर्न टेक्नोलोजी ल्यायो भने, ट्रान्सपेरेन्ट म्यानेजमेन्ट गर्यो भने, स्किल्ड म्यानपावर प्रयोग गर्यो भने यो उद्योग फेरि उठ्न सक्छ, रोजगारी बढ्न सक्छ, अर्थतन्त्र बलियो हुन सक्छ। प्रश्न तपाईलाई, हामीले यस्ता उद्योग बचाउन किन सकेनौं? आफ्नो विचार कमेन्टमा भन्नुहोस् र यस्ता साँचो कथा थाहा पाउन फलो गर्नुहोस्।